जय हिन्द, जय भारत, वन्दे मातरम। आज म कालिम्पोङ आएको थिएँ। हाम्रो फुपू हुनुहुन्थ्यो, उहाँ बित्नु भएको थियो र त्यहाँ आएको थिएँ म। अनि फुपूकै घरदेखि अलिक माथि चाहिँ यो एउटा भवन रहेछ। यहाँ तपाईँले मेरो पछाडि देख्नुहुँदैछ। यो भवनको नाम चाहिँ रविन्द्र भवन भनेर राखिएको रहेछ। र प्रायः थाहा भयो होला तपाईँहरूलाई किन रविन्द्र भवन भनेर राख्यो भन्दाखेरि चाहिँ भारतको राष्ट्रगानको रचयिता जो रविन्द्रनाथ ट्यागोर हुनुहुन्थ्यो, उहाँ चाहिँ बेला बेला पहिले यहाँ आएर यो भवनमा बस्नु हुँदो रहेछ र उहाँले एउटा गीताञ्जली भन्ने पुस्तक चाहिँ यहाँ बसेर लेख्नु भएको रहेछ। र उहाँको एउटा बसोबासो गर्ने जग्गा भनेर एउटा हेरिटेज भएर चाहिँ यसलाई रविन्द्र भवन भनेर नाम राखिएको रहेछ र अहिले रिनोभेट हुँदै रहेछ। अनि यो साल कहिले के कुरा हो बङ्गलाबाट लेखिएको छ साल यसको विषयमा, तर अब हामीले त्यति बुझेन है। र साथै एउटा खास कुरा चाहिँ म तपाईँहरूलाई के भन्छु भन्दाखेरि यो पछाडि तपाईँहरूले एउटा दुईवटा रुख देख्नु हुँदैछ। यहाँ एउटा छ मेरै पछाडि, अर्को यो भयो। यो दुईवटा रुख चाहिँ जुन एउटा यो भयो एउटा रुख, एउटा यो दुईवटा रुख भयो नि, यो चाहिँ रविन्द्रनाथ ट्यागोरजीले नै रोप्नु भएको रुख रहेछ। र यसको खासियत यो रहेछ र यसलाई चाहिँ कपुर गाछ भनिँदो रहेछ। र तपाईँहरू पनि आएर एकताल घुम्नुहोस्। अहिले रिनोभेट हुँदै रहेछ यहाँनिर र अलिक पुरानो देख्नु थालेपछि रिनोभेट गर्नु थालेको रहेछ भन्ने जानकारी प्राप्त भएको छ। धन्यवाद। जय हिन्द।